गुण्डागर्दी र झोलेपनको पनि एउटा सीमा हुन्छ, तर एमालेका कार्यकर्ता झोलेहरूलाई यसको सीमा केही पनि छैन। देख्नुभयो होला नि, एउटा बडी बिल्डर जस्तै हुने मान्छेले झगडा गर्न खोज्दैछन् राष्ट्रसभाका मान्छेहरूसँग। उनीहरूसँग चाहिँ डर छ एमाले कतै हार्छ कि भने पछि तिनीहरूलाई भात मासु त अब मिल्ने होइन। अब त्यही भएर आफ्नो पार्टीलाई अलिकति केही हुन्छ नि भनेर पनि भोलि अब एमाले हारिसकेपछि केही कतै अब खुट्टा जुत्ता केही चाटेर त अब केही मिल्दैन। त्यही भएर पनि अब त्यही डरले पनि अब राष्ट्रसभाका मान्छेहरूलाई चाहिँ अट्याक गर्न खोज्दैछन्। यो घटना चाहिँ बाँके 3 को। तपाईहरू के भन्नुहुन्छ? यस्तो गुण्डा नीति चाहियो कि नेपाललाई? चाहिँ अब एउटा हुन्छ इमानदार अनि राम्रो व्यक्ति चाहिएको छ। हेर्दाखेरि त ज्यान हट्टाकट्टा छ, तर दिमागमा भने गोबरको जस्तो पनि दिमाग छैन। साँच्चै म त भन्छु होइन, त्यो भद्र 23 गते चाहिँ यिनीहरूको परिवारबाट कोही मरेको भयो भने अनि यस्तो गर्थेँ म।